आजको चाहिँ जुन हाम्रो यो उच्च अदालत तुलसीपुर बुटोल इजलासबाट भएको आदेशको चाहिँ सम्पूर्ण ब्यौरा चाहिँ म सुनाउँछु र त्यो आदेश अब हामीले वेबसाइटमा पनि राखिसकेका छौं। हाम्रो वेबसाइटबाट पनि हजुरहरूले त्यो आदेश हेर्न सक्नुहुन्छ र हामीसँग जुन चाहिँ विभिन्न सञ्चार माध्यमसँग आबद्ध हुनुभएका मिडिया कर्मीहरू पनि हामीसित एउटा ग्रुप छ। त्यो ग्रुपमा पनि हामीले यो आदेश चाहिँ राखिसकेका छौं र त्यसबाट पनि हजुरहरूले यो आदेशको जानकारी प्राप्त गर्नुहुनेछ। मैले अब यो आदेशलाई चाहिँ सरसर्ती म पढेर सुनाउँछु। श्री उच्च अदालत तुलसीपुर बुटोल इजलास संयुक्त इजलास नम्बर 1 मान्य न्यायाधीश श्री वासुदेव आचार्य, मान्य न्यायाधीश श्री तेजनारायण पौडेल। आदेश मुद्दा सहकारी ठगी सम्बन्धी कसुर र संगठित अपराध। मुद्दा नम्बर 082 RE 0156। रवि लामिछाने निवेदक प्रतिवादी विरुद्ध नेपाल सरकार विपक्षवादी। मुद्दा नम्बर 082 RE 0160 छविलाल जोशी निवेदक प्रतिवादी विरुद्ध नेपाल सरकार विपक्षवादी। निवेदन प्रतिवेदन सहित मिसिल संलग्न कागजातहरू अध्ययन गरी निवेदक प्रतिवादी रवि लामिछानेको तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरू श्री महेन्द्र प्रसाद पाण्डे, श्री बाबुराम पाण्डे, डाक्टर श्री नारायण दत्त कणेल, श्री दिपेन्द्र झा, निवेदक प्रतिवादी छविलाल जोशीको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री शिवप्रसाद गौडेल, अधिवक्ता श्री मनोज कुमार चौधरी र अधिवक्ता श्री रोचक जोशी तथा विपक्षीवादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री सन्देश श्रेष्ठ, विद्वान सहायक न्यायाधिवक्ता श्री वसन्तराज पोखरेल तथा जायरवाला नारायण बहादुर पहराईको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री सञ्जीव घिमिरेले गर्नुभएको बहस तथा जायरवाला विजय कुमार नेपालले राख्नुभएको भनाई समेत सुनियो। रूपन्देही जिल्ला अदालतलाई भनेको है यो। यसमा निवेदक प्रतिवादी रवि लामिछानेको निवेदनका सन्दर्भमा विचार गर्दा निजले आफू कार्यरत रहेको संस्थामा सुप्रिम सहकारीबाट रकम प्रवाह भएको धितो मध्ये दामासाईले हुने बिगो बैंक ग्यारेन्टी राखी मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को दफा 71 अनुसार बैंक ग्यारेन्टी लिई मुद्दाको पूर्वपक्ष गरिपाउँ भन्ने देखिन्छ। प्रतिवादीले बिगोको हकमा दामासाईले हुने रकम जमानत दिई बचतकर्ताको बिगो प्राप्त गर्ने सुनिश्चितता गरेको देखियो। बचतकर्ता तथा लगानीकर्ताको रकम सुनिश्चितता नै पहिलो प्राथमिकता देखिँदा निजले दिएको बैंक जमानत निम्न शर्तमा स्वीकार गरी मुद्दाको कारबाही अगाडि बढाउनु। शर्तहरूमा 1 नम्बरमा सुरु जिल्ला अदालतले मिति 2081-10-13 मा सुरु थुन्सेको क्रममा माग गरेको धरोटी रकम दफा 68 अनुसार स्वीकार गर्ने। 2 प्रतिवादीले निवेदन साथ पेश गरेको बैंक जमानत ग्यारेन्टी रु 2,74,000 बिगोका हकमा सुनिश्चित गर्ने। प्रतिवादी